दर्शकबिन यो घरमा भर्खरै के भयो त जहाँ नसोचेको भएको छ। आउनुहोस्, यो घरभित्र एउटा चाबी लगाएर यो घरको व्यक्ति दुईजना एकाएक गायब भएको छ। नमस्ते, म देवेन्द्र लिम्बू। आज म इटहरी 7 नम्बरमा आएको छु। यहाँ के भएको छ भनेर म तपाईहरुलाई देखाउन गइरहेको छु। हेलो सर, यहाँ नमस्कार। नमस्कार। को हुन्छ यहाँ? के भएको अरे सर? यहाँ त अब पशुपति कुमार चौधरीले अब हराएको रहेछ। अब त्यसपछि छोरी पनि गयो खोज्न, छोरी पनि बेपत्ता छ, सम्पर्कविहीन छ। अब त्यही हो, अब के भन्नु। सुरुवातमा त अब बहिनी चाहिँ हरायो, अनि त्यो हामीलाई थाहै थिएन कहिले हरायो। को बहिनी? पशुपति कुमार चौधरी। अनि पछि छोरीलाई सोद्धाखेरि छोरीले भन्यो उहाँ मौसीकोमा छ। अनि त्यहाँ मौसीकोमा फोन गर्दाखेरि त्यहाँ आएको रहेछ। अनि त्यसपछि चाहिँ ल त्यहाँ पनि छैन, अब खोज्नु पर्यो भनेर छोरी पनि खोज्न निस्कियो। अनि निस्किएपछि छोरी पनि अहिले बेपत्ता छ, हरायो भनौँ न। सम्पर्क पनि छैन, फोन लाग्दैन। त्यही हो। यो घरमा आमा र छोरी मात्रै बस्थ्यो? आमा र छोरी। ए ल, यहाँ के बन्द छ? चाबी बन्द छ यहाँ? चाबी उनीहरूले नै लगाएको रहेछ। चाबी उनीहरूले नै लगाएर गएको छ। तपाईँको आफ्नै के अरे? आफ्नै बहिनी। तपाईँको? नन्दी। तपाईँको नाम के हो? मेरो रविलाल चौधरी। यो कुन ठाउँ? यो इटहरी 7 बजरा भन्ने। बजरा भन्ने। ए तपाईँको के हो पर्ने? हाम्रो फुपू हो। फुपू हो? हजुर। अब यहाँ चाबी छैन होला हैन? छैन, चाबी उहाँहरूले नै लगाएर जानुभएको छ घरमा। यो चाबी चाहिँ खोइ दिदीले लगाउनु, आमाले लगाएको अरे हैन? यो चाहिँ हजुर, यो चाबी चाहिँ यहाँ देखाउनुहोस् त। यहाँ चाबी पनि बन्द छ। यो चाबी लगाउनु भएको छ। यो चाबी चाहिँ आमाले लगाउनु भएको अरे। यो चाबी चाहिँ छोरीले लगाएर जानुभएको। यो चाहिँ हजुर, आमा खोज्न भनेर छोरीले लगाएर जानुभएको यो चाबी चाहिँ। यो चाबी चाहिँ हजुर। कति वर्षको छोरी हो? छोरी कति वर्षको हो? 21 वर्षको हुनुहुन्छ उहाँ। के हो नाम चाहिँ? पूजा चौधरी हो। ए, आमा खोज्न जान्छु भनेर उहाँले यो चाबी लगाएर जानुभएको छ। त्यहाँदेखि सम्पर्कविहीन हुनुहुन्छ। कति भयो उहाँहरू यो घरदेखि निस्किरहेको आमा छोरी? 1 महिना भइसक्यो। 1 महिना भन्दा बढी भइसक्यो। गडबड त छ जस्तो छ कि कस्तो छ यहाँ? यो गडबडै छ नि। अब सम्पत्ति भनेको छोरीकै हो नि त। यो सम्पत्ति अब छोरी सम्पर्कमा आएपछि यो सम्पत्ति छोरीले नै लिने हो। कसैको अधिकार छैन, दाजुभाइको पनि छैन, कसैको छैन। छोरी चाहिँ सम्पर्कमा आउनु पर्यो। यो घर पनि तिम्रै हो, सबै थोक तिम्रै हो, सबै छोरीकै हो। छोरी चाहिँ आइपुग्नु पर्यो। आमालाई चाहिँ सम्पर्क गराउनु पर्यो छोरीले है? हजुर। तपाईँको नाम चाहिँ? मेरो ममता चौधरी। उहाँको के पर्ने? उहाँको भदैनी बुहारी पर्छ, बुहारी हो यहाँको। ए, दर्शक पनि यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। म अरूले नै सोध्छु। म अब यहाँनिर उहाँको जो पशुपति के अरे कुमारी चौधरीको दिदी बहिनी को छ? को हुनुहुन्छ यहाँ? आउँ त यहाँ। हजुर, तपाईँको नाम के पो भन्नुभयो? सरस्वती कुमारी चौधरी। तपाईँको आफ्नै बहिनी हो? आफ्नै बहिनी कान्छी। लु, अब सुरुदेखि जाउँ न त हैन। अब जे होस् कसरी घटना घट्यो, अनि बिहे गरेको थियो कि थिएन, यो घरमा अब जस तपाईहरुले दिएको आमाले दिएको सम्पत्ति रहेछ यो एकताली बिल्डिङ हैन? हजुर, एकताली बिल्डिङ। हजुर। अनि के थियो, कस्तो थियो, के अशक्त थियो भन्नुहुन्छ? कस्तो थियो रे? अब अशक्त त थिएन, आमा छोरी बसेको थियो। अब हैन, तपाईको बहिनी त अब त्यस्तै थियो। अब अपाङ्गे छ। कस्तो खालको हिँड्थ्यो? यस्तो हिँड्छ। आँखा चाहिँ कस्तो? आँखा चाहिँ यस्तो अलिक कमजोरी छ। एउटा आँखा चाहिँ कमजोरी छ। आँखा चाहिँ कमजोरी छ। अलिक पर्दा खिच्नु। आँखा चाहिँ कमजोरी छ। यहाँ सबै निकाल्नु उहाँलाई। हजुर। आँखा कमजोरी छ। हजुर। आँखा देख्दैन? देख्छ तर कमजोरी छ। यो डेरो टाइपको छ। हजुर। अनि अब त्यस्तो छ भने उहाँ कस्तो बोल्नुहुन्छ? बोल्छ। तपाईहरु जस्तो प्रष्टै बोल्छ। बोली चाहिँ क्लियर छ उहाँको। बोली चाहिँ क्लियर छ। मान्छे चाहिँ झट्टै हेर्दाखेरि पुरै अपाङ्गै देखिनुहुन्छ। बोली चाहिँ क्लियर छ। अब कसैले लगेर राख्ला भन्दा पनि राख्ने खालको हुनुहुन्न। उहाँ चाहिँ अपाङ्ग हुनुहुन्छ। अब कहाँ हुनुहुन्छ तर सम्पर्कमा चाहिँ आउनु पर्यो। उहाँ हराउनु भएको 1 महिनाभन्दा बढी भइसक्यो। त्यही भएर हामीले यहाँ उहाँको खोजी कार्य गरेको हो। प्रहरीकोमा नि गरिराख्नु भएको छ? हजुर। कहाँ गर्नुभएको छ? के सर? प्रहरीकोमा? पर्यटक इटहरी इलाकामा। के अरे उसको पशुपतिको छोरीको नाम? पूजा चौधरी। पूजा चौधरीको नि फोटो दिनुभएको छ? हजुर। पूजा चौधरीको फोटो अस्ति गएर दियो। दमक पनि दिनुभएको छ? आमा छोरीको अनि उसको पूजाको बुवाको पनि फोटो दिएको छु। ए, पूजाको बुवा चाहिँ के अरे कसो अरे? फेरि त्यो चाहिँ भन्नु त अलिकति के अरे कसो है? राजकुमार चौधरी।
ए त्यो चाहिँ के त्यो पूजा चौधरी चाहिँ पेटमा हुँदै छोडेर गएको छोडेर भागेको उसले अनि अर्को बुढी लिएर त्यसपछि त्यसपछि 18 वर्षमा आयो अँ, अनि हामी सबैजनाले ल अब राम्रैसँग बस्नु अँ, अब यस्तो गर्दिनँ दिदी अब जे गरे अब यस्तो गर्दिनँ म बस्छु अनि कति 1-2 महिना बस्दाखेरि ऊ छोरीको साइकल बेचेर भाग्यो ओ त्यहाँदेखि आउँदैन थियो फेरि कोही कोही भन्छ आउँथ्यो हामी त हेरेन अँ, अब यो आमा छोरीको अब यहाँ के हुँदै थियो झगडा हुन्थ्यो के हुन्थ्यो त्यो मलाई थाहा भएन तपाईँको आफ्नै बहिनी कति बहिनी हो आफ्नै तपाईँको? बहिनी हामी 4 दिदी बहिनी तपाईँ कुन बहिनी हो म चाहिँ साइली सबैसँग सल्लाह गरेर खोजेको हो मिडियामा खोले सबैजना सल्लाह गरेर खोजेको दुई हामी भाइ 4 बहिनी सल्लाह 4 खोजेको सल्लाह गरेर खोजेको बहिनी चाहिँ सम्पर्कमा आउनु पर्यो पूजा जहाँ होस् आमा लिएर आउनु अँ, बाउलाई पनि लिएर आउनु हामी सबै दाजु दिदी बहिनी भाउजू सबै बसेर सल्लाह गर्छौँ यहाँ के छ किन मम्मीलाई यस्तो गर्यो अँ, त्यो बिचरालाई कहाँ राखेको छ के खान्छ कहाँ बस्छ एउटा अशक्त होइन हजुर त्यस्तो मान्छे छ आफ्नो श्रीमानबाट नै अपहेलित हजुर 18 वर्ष पेटमा बच्चा छोडेर हिँडेको अब त्यो त समाज बसेर एकचोटि गर्नु पर्यो नि त हजुर। के हुन्छ त सम्पत्ति थुप्रै दिएको रहेछ आमा बाउले हजुर कति दिएको छ तपाईँको बुवा आमाले त्यही 4 कट्ठा जग्गा 4 कट्ठा जग्गा अनि यो घरेडी हो फेरि यो घर घडेरी लगभग 10 दुर 10 दुर यो घर घडेरी लगभग 50-60 लाखको छ होला अब 4 कट्ठाको यो इटरी जस्तो ठाउँमा 20,000 कट्ठाले गर्दा पनि 80-90 लाखको भयो त्यो हिसाबले त भनेपछि 1-2 करोडको सामान सम्पत्ति रहेछ रहेछ अहिले त सम्पत्ति छ त्यति सम्पत्ति छ त्यो चाहिँ तपाईँको बुवा आमाले उहाँको नाममा फाइनल गरिदिएको छ हामीलाई त्यसमा केही लोभ लालचा केही छैन तपाईँ आफ्नै बिल्डिङ घर 2-3 बनाउनु भएको छ खानदानी नै भूमिपुत्र हजुर अब धनी हुनुहुँदो रहेछ होइन त्यो त अब टचर त गर्नुभएको होइन होला टचर त गरेको छैन हामीहरू दुईवटा दाजुभाइ तपाईँ कुन दाजुभाइ म कान्छो के हो तपाईँको नाम मेरो रविलाल चौधरी जेठीको खेमनारायण चौधरी ए तपाईँको दाजु उहाँको तपाईँ दाइ हो के भाइ हो दाजु उहाँले टचर गरे जस्तो लाग्छ लाग्दैन मलाई लाग्दैन कसरी लाग्दैन दाजु भाउजू अब छुट्टै बसेको छ अनि आमा छोरी यहाँ बसेको छ कसरी टचर दिनु अब जग्गा सगा सबै दिइराखेको छ आफ्नै नाममा छ सबै सबै बहिनीकै नाममा छ हामीहरूलाई चाहिँदैन उसको जग्गा अनि छोरीले हेऱ्यो भने छोरीकै हुन्छ पूजा चौधरीको हुन्छ पूजा चौधरीकै हुन्छ अनि आमालाई चाहिँ हेर्नु पर्यो आमाले हेर्नु पर्यो राम्रोसँग ल्याउनु पर्यो कहाँ छ कि बाउ छोरी नै मिलेर आमालाई किडन्याप गरेको छ पूजा किन भाग्यो भाग्नु पर्ने के कारण थियो कारण के थियो मौसी म मम्मी खोज्न जान्छु स्विच अफ सबैको ब्लक छ यहाँभित्र केही रहस्य छ कि हो खोइ त्यो त थाहा भएन अब केही हेर्नु त म यस्तो केही छैन अब उसको मनमा के छ पूजाको मनमा अब आमा खोज्नु गएको छोरी नै गायब अब छोरी आमा कति दिन अगाडि निस्केर गएको यो घरदेखि आमा त अब खोइ कति दिन निस्केर गएको अब यिनीहरूलाई थाहै थिएन म एकजनालाई फोन नम्बर दिनु म बहिनीसँग बोल्छु भने अनि खोइ आजकल त हाम्रो घरमा आउँदैन अनि मैले उहाँ दिदीकोमा फोन गरेँ दिदीले पनि भन्यो मेरोमा छैन आएको अनि मैले पूजालाई फोन गरेँ खोइ मम्मी मौसीकोमा छ भन्यो मौसीकोमा छ भन्यो गडबड छ है अनि दिदीलाई पनि मैले गाली गरेँ उता पशुपतिले घरमा छैन कि बा पूजाले झगडा गर्यो के गर्यो पशुपति कहाँ गयो नगयो त्यो लाटो मान्छे कता छ के छ अनि दिदी पनि आयो भिनाजु पनि आयो यहाँ दाजुहरूलाई भन्दा छैन अनि भोलिपल्ट ल नि त मौसी म जान्छु मम्मी खोज्नु भन्यो पूजाले अनि भोलिपल्ट जान्छु मम्मी खोज्न पूजा पनि बेपत्ता मोबाइल पनि सबै स्विच अफ फोन गर्दा सबैको ब्लक मारेको छ सबैको ब्लक मारेको छ भनेपछि त अब यस्तो आफ्नै घर बिल्डिङ घरमा एकताले बिल्डिङ घर छ यो पक्की घर छ फेरि पक्की घर छ र उहाँकै नाममा छ आमाको नाममा छ अशक्तको नाममा छ उहाँको अपङ्ग भत्ता नि आइरहेछ भनेपछि आफ्नै घर चाबी लाएर छोडेर जानुमा यो भित्र फेरि 1 महिनाभन्दा बेसी भएछ अब यहाँभित्र केही त कुरा लुकेको होला
र आमा निस्केर गयो। निस्केपछि उहाँहरूले खोजी गर्यो अनि छोरीले म आमा खोज्छु भनेर फेरि निस्केर गयो। छोरी पनि गायब भएर स्विच अफ भयो। अनि छोरीले के भन्यो अरे त्यहाँ के त हुन्छ तपाईँ छोरीले के भन्यो अरे आज कहिले अरे मौसी म जान्छु मम्मी खोज्नु कहाँ छ तपाईँलाई बोलायो अरे त कहिले बोलाएको दमक हिजो राति मेरो बुढोसँग बोल्यो अनि फोन गर्दा फोन लाग्यो अनि मेरो नम्बरबाट अनि ल म यहाँ दमकमा छु अनि 3-4वटा केटी उता बोल्दै थियो मलाई दिनु न बोल्नु एउटा केटी भन्यो ल मलाई पैसा हालिदिनु न कति 4-5 हजार भन्यो अनि मेरो बुढोले भन्यो ल म ठिकै छ मेरो तलब आएको छैन म हालिदिन्छु भनेर ल आउनु नि त यहाँ म दमकमा छु भन्यो म दमक पनि पुगेँ आज दमक पुग्नु अनि फोन गर्दा स्विच अफ सबैको सबैको स्विच अफ छैन फेरि फर्केर आयो तपाईँको बहिनीको नि स्विच अफ लो अब अनि के गडबड त छैन यहाँ त्यही त अब के गडबड छ अब उसको मनमा के छ अब तपाईँको बहिनी यस्तो बिल्डिङ घर छोडेर जान्छ त जाँदैन मलाई त शङ्का लाग्छ हाम्रो बहिनी नजाने कारणै यही हो यसले माने नै त्यो पूजाले जबरजस्ती लगेको छ जस्तो मलाई शङ्का लाग्छ किनभने उसले मलाई भन्यो म मम्मी खोज्न जान्छु उसले किन बेपत्ता स्विच किन अफ सबैको नम्बर ब्लक मारेको छ अब यो विषयमा त प्रहरी प्रशासनलाई नि शङ्का लाग्नु थाल्यो होला अब त भनेको प्रहरी प्रशासनलाई भनेको आज स्विच अफ छ आमा खोज्नु जाने भनेर खोज्नु जान्छु भनेर छोरी पनि गायब छ अहिलेसम्म आएको छैन फोन गर्दा बोल्दैन मसँग अरूको नयाँ नम्बरबाट गऱ्यो भने बोल्छ फेरि फोन लाग्छ अहिले लाग्छ अब अहिले लाग्छ कि लाग्दैन, राति त लागेको थियो हिजो। अनि प्रहरीले अनि ट्राई गर्दाखेरि हिजो चाहिँ बेलुका चाहिँ लाग्यो, त्यहाँदेखि अगाडि चाहिँ लागेको छैन फोन। फेरि आज बिहानदेखि ट्राई गर्छु, लाग्दै लाग्दैन फोन। राति लाग्छ होला फोन। अनि प्रहरीलाई गर्न लाउनु नि, पत्ता लगाइहाल्छ नि, ट्याक्कै पत्ता लगाउँछन् लोकेसन चाहिँ। त्यही अब दमकमै छु भन्दै थियो, अब कुण्ठामा। अनि बिहानै जाउँ भन्नु बहिनीहरू र ज्वाइँ, ल दुईजना जानु, मलाई आज काम छ। अनि उनीहरू चाहिँ पुगेर आयो, कहाँ कहाँ खोज्यो पत्तै लागेन। अनि यिनीहरू फर्केर आएछ। दमकमा पनि आज मैले निवेदन हालेको, पूजाको फोटो दिएर यस्तो यस्तो मान्छे अनि बहिनी हराएको छ, मम्मी खोज्न जान्छु, पूजा पनि छैन, हुन्छ बहिनी अब यहाँ म खोज नीति गरिदिन्छु भन्नु भनेको छ। दर्शकबिन, यो भिडियो सक्दो सेयर गर्नुहोस्। आमा घरबाट निस्किन्छन्, त्यसपछि छोरी पनि निस्केर उहाँको स्विच अफ हुन्छ, उहाँ यो घरमा फर्केर आउँदैन भने हामीले कसरी बुझ्ने कसरी नबुझ्ने, दुवैजनाको खोजीमा छ यो भिडियो। सबैले सेयर गरेर उहाँको सम्म पुगोस्। कसैले देख्नु भने हामीलाई फोन गर्नुहोस्, नत्र नजिकैको प्रहरी कार्यालयमा फोन गर्नुहोस्। किन भन्दाखेरि उहाँहरूको होइन, यहाँनिर 2 भाइ 3 बहिनी एकदम उनीहरू भावेल छ आफ्नो बहिनी अशक्त हराइसकेपछि होइन। हातखुट्टा दुईवटा हुनेको त अब जेसुकै कहाँ कहाँ जान्छ, कसो कसो गर्छ, तर आफ्नो बहिनी हराएको छ। त्यो कारणले पनि अब उहाँहरूको धेरै सम्पत्ति चाहिँ उहाँको बहिनीकोमा रहेछ, सम्पत्ति पनि। र उहाँको श्रीमान 18 वर्ष अगाडिदेखि सम्पर्क विहीन थिएछ, एकचोटि 18 वर्षपछि आएको रहेछ। त्यसपछि त्यो खालको चाहिँ एकदम आफ्नो श्रीमानबाट नै अपहेली भएका ती के अरे उसको नाम तपाईँको बहिनीको? पशुपति कुमारी चौधरी। एकपट्टि गाला कालो छ अरे, अलिक टेढे हेर्छ अरे, अनि हिँड्दाखेरि यस्तरी हिँड्छ अरे, त्यति आँखा देख्दैन अरे, तर क्लियर बोल्छ अरे। त्यस्तो मान्छे देख्नुभयो भेट्नुभयो भने तुरुन्तै हामीले कल गर्नु, तपाईँलाई ठुलो धर्म लाग्छ। देश विदेशबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ, सबैले सेयर गरेर फलो गर्नु। तपाईँले धर्म लाग्छ कि उहाँहरूको